नमस्ते। आज हाम्रो दिदीहरू आउनु भएको छ। कहाँदेखि आउनु भएको छ दिदी? हामी त सरलाई लालबन्दीबाट। ए सर्लाही लालबन्दीबाट आउनु भएको छ। के लिनुभयो त अनि? मैले लिएँ, साडी लिएँ, कुर्ती लिएँ, राम्रो राम्रो पाइन्छ यहाँ। साडी कुर्ताहरू लिनुभयो? हजुर, ए सर्लाहीदेखि आउनु भयो? सरलाईदेखि आएँ। कस्तो लाग्यो हाम्रो सपिङ? राम्रो लाग्यो। अस्ति पनि आएको थिएँ, दसैँपछि पनि मैले थुप्रै लग्यो, 45,000 जस्तैको लगाएको थिएँ। हजुर। आज पनि लग्यो होला, कतिको लग्यो होला। अनि दिदी अस्ति पनि आउनु भएको थियो, अझै सपिङ गर्नु भएको थियो, अनि त्यही भएर आज पनि मन परेको छ। यहाँ सबै थोक मन परेको छ। त्यसो भएर आज पनि हाम्रो दिदी आउनु भएको छ यहाँ सपिङ गर्नको लागि। सबै चिज राम्रो छ, राम्रो लाग्यो। प्राइसहरू तपाईँले मन पर्यो एकदम ठिक छ यहाँ। हैन? हाम्रो चाहिँ बोली व्यवहार कस्तो छ सबैजना? होइन, राम्रो छ, सबै राम्रो छ। सबै राम्रो छ। गिफ्ट पाउनु भयो? पाएँ, धन्यवाद। अनि दिदी चाहिँ गिफ्ट पनि पाउनु भयो हैन? भयो त्यस्तै छ भने लिएर आइन्छ। हामी त मेरो त माइती पनि यहीँ हो, विराटनगर हो। विराटले हजुर, लोकलै छोरी हुनुहुन्छ हैन? हजुर, छोरी पनि यहीँ बस्छ, जाहिर खान्छ। अनि हामी त आउँदाखेरि यतै नै सपिङ गर्ने हो बढी जस्तो। हजुर। उतातिर अलिकति महँगै जस्तो लाग्छ। ए हजुर। त्यही भएर हामी यहाँ जोगमुनि राग्नी पसलमा आइपुग्छौँ। ए, ल। राम्रो राम्रो पाइन्छ, हस्। सुपथ मूल्यमा पाइन्छ। ए, सबै थोक यहाँ ठिकै छ हैन? ठिकै छ, एकदम राम्रो। हस् हजुर, धन्यवाद। हजुर।